हेलो गाइज नमस्ते सबैजनालाई। अनि आजको धेरै पछिको मेरो यो भिडियोमा चाहिँ सबैजनालाई स्वागत छ। अनि आजको भिडियो चाहिँ आज हामीमा भन्दा चाहिँ झापा आएको छौँ, झापा केर्खा जुन चाहिँ भान्जाको गाउँ भनौँ न हैन। अनि मकै भाँच्न बोलाउनु भएर आज मकै भाँच्न दुईजना दरो मा भन्दा त जोसेर आएको छौँ। तर आज पानी पला जस्तो भइरहेछ, बाहिरको मौसम त एकदम चिसो चिसो छ, कालो कालो भइरहेको छ धुम्म है। यता यता कालो भएको छ। अनि यता छ हाम्रो भान्जो। नमस्ते। दिदीहरू आउनु भएपछि हामी नि मकै भाज्न सुरु गर्ने हो। मकै भाँचिसकेर चाहिँ हामी फेरि घर फर्किनेछौँ। आजको लागि भिडियो चाहिँ यस्तै छ गाइज। जर्सीमा त सानो राम्रो देखेको छ हामी। निदर्शन फोटो खिचिहाल अब भयो। यसरी नै हो बाँच्नु भनेको। हाम्रो साइल्यान्डी के छ यहाँ बहनकोमा चाहिँ खै हाम्रो मम्मी। अनि यहाँ चाहिँ हाम्रो मम्मी दिदी माइजू आउँदै हुन्छ। अघि आएको त तपाईँ घरमै हुँदैन थियो। भिडियो गरेको होइन हौ, यहाँ भ्लग बनाएको नि। अनि त्यहाँ भरे भ्लग आउँछ मम्मी। यस्तो हेलो गर्नु न, त्यो कच्चिया होइन हात यस्तो गर्नु न भनेको। दुई लाइन घुमे छैन, यो एक लाइन घुमे छैन भने त भाइरल उहाँ पर्छ। हामी त यस्तो कस्तो कस्तो दामी ठाउँ थियो त। अनि भिडियो सिडियो गर्दैथ्यौँ, पानी पर्न थाल्छ मम्मी। मामा हाम्रो मामा हुनुहुन्छ भन यार। हाम्रो मामा हुन्छ। मामा पानीको थोपा झर्न थाल्छ मम्मी। कतिमा डोको थियो। हामी चाहिँ अहिले मकै भाँचेर पनि भान्जाले अगाडि यत्रो डोकोमा बोकेको छ, ठुलो डोकोमा। जे होस् मान्छे आउँदाखेरि डोको चाहिँ बोकेको छ है भान्जाले। ल मैले पनि बोकिने रहेछु। यहाँ अगाडिको 3 नम्बर जर्सी चाहिँ मेरो भतिज हो। अनि सेतो लाउने जर्सी चाहिँ मेरो भान्जो। अनि अहिले चाहिँ हामी टक्रक्क मकै भाँचेर पनि ओसारे सकेर चाहिँ फेरि पनि त्यही ठाउँमा चाहिँ हामी आँप लिन जाँदैछौँ। अब आँप झारेर थोरै हामी टोकोमा ल्याउने। त्यहाँदेखि फेरि यतापट्टिको मकै छ, त्यतापट्टिको मकै भाँचेर चाहिँ फेरि हामी ओसार्ने छौँ। भरे कति बजीसम्म हामीलाई मकै ओसार्न लाग्छ भिडियो चाहिँ हेर्दै गरिदिनु होला। हामीले चाहिँ गरेको मकै भाँचिसकेर पनि ओसारिसकेको। चढ 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 स्याबास। यत्तिको हुनु पऱ्यो भतिज। हाम्रो भतिज चाहिँ एकदम मेरो भतिजको सपना चाहिँ लाउरे बन्ने सपना छ है। छिट्टै लाउरे बन्ने सपना नि पुरा होस्, लाउरे भएको देख्न पाऊँ। ल भन्दा चढ ल, भन्जाको पाला स्याबास। कमिला छ ए चोप त ल अलिक सकेन मैले आँट गर्नु। अलिक जोरले होला हौ, मान्छे चाहिँ नलड। झर्न चाहिँ झर्दैछ। ल गाइस हाम्रो आँप चाहिँ यत्रो छ है डोकोमा नि अचार
आमामामा ल है ल यस्तो सजिलो भारी डोको रहेछ र बुढा यसो हिँड्दो रहेछ होइन ल जाउँ ल लगाइछ हामी चाहिँ आँप टिपेर पनि अब हामी भेटी फेरि लाग्छौँ यो डोकोभरिको आँपको रुख चाहिँ है गाइस यही है यताबाट टर्नै छ आउनु हुने भयो अब नेक्स्ट टाइम पाकेपछि आउँला नालीमा उ भन्दै त छु अब फेरि यो आँप चाहिँ घरमा पुऱ्याएर फेरि मकै बोक्न आउनुपर्ने छ होइन हामी त मकै बोक्नुपर्छ उयो मात्रै जान्छ सुक्खा त कहाँ पाएको छ र हुन त मकै बोक्ने आएको भयो आज रोड चाहिँ अहिले बवाल बनाएको रहेछ त्यो चिल्लो पारिदिएको रहेछ अब पिस हाल्न लाग्यो